लु खोल्सा खोल्सी डाँडा काँडा होइन जङ्गल होइन अनि वडा नम्बर 9 को चाहिँ यो गोराखानी 16 नगरपालिका वडा नम्बर 9 को यो गोराखानीको माथि पिकेको फेदमुनि चाहिँ हामी जानेछौँ गाई या गोठ हेर्न चट ल यता हामी पछाडि हुन्छ सचिवजी भर्खर तराईबाट आएको म हिँडाउने छु उहाँलाई होइन कस्तो फिल भएको छ एकदम रमाइलो भइरहेछ एकदमै हामी इन्जोय गर्नुपर्छ त काममा ल ओके हामी हाम्रो साथीहरू टोली अगाडि बढिसकेको छ बटालियन अगाडि छ यहाँ पुरै लस्करै It's cold and too hot also. चिसो घुम्ने मेरो भइरहेको छ हामी चाहिँ यहाँ यहाँको फार्म चौरी गोठ 16 नगरपालिकाभित्र हो चौरी पालकहरूको चाहिँ गोठ गर्नुको मनमा छौँ आज शहीद दिवस परेको छ आज केटाहरू सबै यहाँ आउनेछन् पछाडि शहीद भएर ओके र नेपाल सरकारको सङ्घीय अनुदानहरू परेको छ कार्यक्रम अन्तर्गत त्यो कार्यक्रमको चाहिँ अब हामीले राम्रोसँग अनुगमन गरेर मात्रै अनुदान दिनुपर्ने हुन्छ त्यही भएर ओके ठ्याक्कै कस्तो भयो भने रुँगेर बसिरहेको थियो होइन टोपी झर सरको अब हामी चाहिँ अलिकति यहाँको शुद्ध अमृत जल होइन अमृत सेवन गरेर शुद्ध पानी भनेको यस्तो हुन्छ यो पिकेको खोपबाट आएको पानी यो चाहिँ अमृत सरह हुन्छ होइन यो जङ्गलमा धेरै जडीबुटी छ नि त त्यसको जराहरू सबै लिएर आएको खाना पनि राम्रो हुन्छ क्या यो एउटा फोटो हजुर अब दामी फोटो एउटा ओके ओके हामी या गोठ चौरी गोठ आइपुग्यौँ अनि 1 घन्टा मेबी 1 घन्टा 10 मिनट जति हिँड्यौँ होला यहाँ अब लप आइपुग्यौँ हामी ओके यहाँ चौरीको महलहरू देख्न सक्नुहुन्छ यहाँ आइपुग्यौँ हामी ल यहाँ रक्षकहरू सेक्युरिटी गार्डहरू गरेका छन् यहाँ ल ओ माई गड ओके एकछिन बस्छौँ यहाँ अनि यहाँको छोरीसँग फोटो खिचेर ओके
उहाँबाट ए बच्चा त भित्रमा रहेछ त गाईसँग फोटो खिच्यो ठिक छ गाई परेर परमेश्वर परमेश गाई छैन मान्छे हो मान्छे हो अँ ल मान्छे चाहिँ आउनुहोस् गाई परेन ल हुन्छ यसैले झक्क्यो भनिदिनु सक्छ सक्यो होइन सोलर रहेछ रातिको लागि व्यवस्था पनि राम्रै रहेछ चौरीको बाछा तोले भन्छ होइन तँले भने चाहिँ बच्चा होइन धेरै बाँच्दैन र यिनी कारण के हो भने यो चाहिँ कस्तो भने हाइब्रिड हो क्या हाइब्रिडेसनको नकारात्मक असर हो क्या किनभने यसको आमा लोकल गाईको क्रस हो होइन अब यसलाई चाहिँ यसको आमालाई चाहिँ अर्को गोरु आएपछि चाहिँ यो जन्म्यो अब योबाट तपाईँको बच्चा सन्तान हुने चान्स एकदम कम अनि यो चाहिँ भनौँ न यो डिएनएसँगको त्यो उसले पनि फरक पर्छ र यसलाई चाहिँ अब यो चाहिँ बाँच्दैन र यो नबाँचेको पनि फाइदा पनि छ किसानलाई किनभने यसले अब दुध थोरै आउँछ यसले मात्रै खाइदिएपछि दुध अब के बेच्ने त किसानले त्यो भएको हुनाले यो नबाँचेको पनि ठिकै छ र यो चाहिँ बाँच्दैन पनि कति 11% मात्रै कुनै एउटा दुईवटा झुकेर बाँच्ने हो नभए 2-3 दिनमा मरिहाल्छ 2 दिनै गर्छ ल हामी गोठमा छिर्यौँ यो भाग्यमानीमा परेछ गोठ यस्तो चाहिँ साथीभाइ खोइ आगो पुगेको मेटङ यो ए खन मेटङ त यो ल दुध परमेश्वर आउनुहोस् बेटा अब गोठालो उता गाई सोर्नु गएर छ होइन हामी चिया बनाएर खानु पर्यो ल खै चौरीको पिठो चौरीलाई खुवाउने पिठो यस्तो पिठो किनेर खुवाउनुपर्छ अनि चाहिँ पिठो खुवाएर मात्रै यसको राम्रो दुध आउँछ लु ल सजु बिराउँछ है ल चिया खाने भाडा यहाँ छ लु छोरी पालक किसान छैन तर प्राविधिक पनि किसान जस्तै हुने प्राविधिक किसान बराबर हो बराबर अब हामी चिया पकाएर आफै खाने होइन आफै खाने हो आफै चिया पकाएर आफै खाने कस्तो कायदा रहेछ ल सजिलो कस्तो फिल भएको छ एकदम मलाई त रमाइलो फिल भयो उ त सार्नुहोस् उता ल ल बसौँ चिनेर छ होइन लु आगो पुग्छ हामी एकछिनमा अब आगो घिउ हुन्छ आराम रेस्ट ओके पज खतरा छ नि अब यहाँ चाहिँ साङ्गे दाईको मात्रै हो है हिउँदोमा दुध पाउने अरूकोमा छैन ओके यो साङ्गे दाईकोमा चाहिँ दुना धेरै छ त्यही भएर चाहिँ ट्याक्क लाएर अब चिया पकाउँछ अब चिया पकाएपछि गोठमा होइन चुलामा आगो बलिरहेछ चिया कतिखेर पाक्छ भनेर पर्खिरहेको छ हाकिम साहब बसिराख्नु भएको छ चिया पाकेपछि फेरि नेक्स्ट आउँछ चौरी गोठको सेकेन्ड साउजी सेकेन्ड साउजी होइन प्राविधिक साउजी चेकजको लागि आउनु भएको पशु स्वास्थ्य छ कि छैन चाहिँ हामीलाई बोक्ने अब उहाँ हाम्रो साउजी सेकेन्ड साउजी सानो साउ 55वटा चौरीको मालिक डेन्जरै हो नि अब 55 × 80 को दरले कति हुन्छ हिसाब गर्दाखेरि क्यालकुलेटरमा इरर त आउँदैन होला
ल यहाँ के हो उहाँको अरे? हाम्रो अमिन सर के अमिन गर्नु सर चाहिँ यो चौरीहरू चाहिँ जग्गा आफ्नो जग्गामा झगडा गरेर जग्गा छुट्याइदिन आउनु अंशवर्ण गरिदिनु आउनु उहाँ चाहिँ अब चौरी र उता स्याक्चा मिलेर बच्चा जन्मायो अब तँले जन्माएपछि त्यसलाई जन्मदत्ता गर्न आउनु अब उता हाइन्छ प्रमाणित गर्न आएको प्रमाणित गर्न आउनु जन्मदाता प्रमाणित गर्न आएको जन्मदत्ता ल ओके गोशालाहरूको यतिखेर त राम्रै छ होइन बर्खामा चाहिँ धेरै बिजोग बर्खामा चाहिँ गाह्रो हुन्छ त्यही उसमा चित्रमा देखाएको छ होला त ओ गुडभित्र छिरेर चिया बनाएर आफै खाएर जानु पुरा भाँडा सारा सब सफा गरिरहेको अलरेडी भाँडा सफा रहेछ भनेपछि च्याट आफै खानु पर्यो सब्जी छैन होइन गोठमा सानो साउले पकाउन सक्छ सानो साउले पकाउन सक्दैन यत्रो बाटो आयो नखाइकन के जानु फेरि नखाइ के जानु चित्त दुखाउला फेरि कता कता छ के छ यहाँ खोजिरहेको छ हामीले त्यो के हो नुन हो ल नुन हालियो सुचियाको तयारी यहाँ पनि त अनि यो पनि नुनै हो त त्यो पनि नुनै हो यहाँ पनि चम्ची छ त्यो पनि नुनै हो यहाँ नुन त ठिकै राखौँ फेरि लागेन भने नि गिजबिज पातल ठिक धेरै बाक्लो होइन पातल हो ठिक्क पातल पातल राखौँ छेड्दा फेरि हामी होइन यो छाली बस्या यो चाहिँ तर ओके ल हो यति पुग्छ हामीलाई होला अहिले लाग्दैन होला पुग्छ पुग्छ यो त हाल्नुपर्छ दुध मात्रै हो नि त बिसन्चो चाहिँ हुनु भएन हुँदैन जङ्गल छ के जहाँ गएन छ नि फेरि उयो चम्बा 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 भने मे चम्पा खै खै यो भित्र पनि त तुमी छ यो पनि सोसिम हुनुपर्छ यार सुसिमो हो त्यो यो पनि। सोसिम हो नि चम्बा भेट्यो है चम्बा खुट्टा खोज्दा तरिका हो लु फिर्केर आऊ आयो निकै दुःख गरियो त खाना गाह्रो रहेछ एउटा एउटा कोटमा कप नभेटेर फेरि बिजोग्छ फेरि अब कप अब लु पहिला हागिङ सार्ने नुन चाख्नु पर्यो केटाले सुचिया बनायो कि कस्तो बनाएछ चाख्दैछु म दामी यो फाल्नुपर्छ अलिक फोहोर यहाँ पहिल्यै खानै पर्यो अब यत्रो मेहनत गरेर पकाएको छ होइन यत्रो हिँडाएको आहा थ्याङ्क यू भेरी मच ल सजिलोलाई थ्याङ्क यू ल सुचियाको टेस्ट गरौँ भनेको ओके तातो रहेछ एउटा कप दुई पारा पाराको मान्छे पारा पाराको मान्छेहरू भेटेछ आज चिया खाए जस्तो सुचिया खाने छ स्वादिलो भएछ साउजी आउनुभयो चिया खुवाइदिनु साउजीलाई ल सजिलो चिया त खुवाउनु नि त कप पनि छैन कपै पनि छैन रे अलिक कमी भएछ कप मे कप त छन् त चल्दा चाहिँ बल्ल बल्ल सब्जी भेट्यो हामी चाहिँ ल अब सब्जी अलिकति चिया मिठो बनाउँछ फेरि केटा अनि अलिकति अघि के पुगेन यहाँ अझै मिठो हुने भयो होला डब थप्नु भयो दुध फेरि अब फेरि त चल्दैन चौरीको बुढा हो यो चौरीको भनेको? स्पेसल ए हामी फेरि अलिकति पर आयौँ हामी यहाँ चौरी यो के चौरी हो माथिको चौरीहरू चलिरहेको छन् चलनमा छन् यो घना जङ्गलमा हामी ओके स्विचको गाई छ है यो त्यसकै साथी हो हामी चौरी बोलाउने छ है अब
छरपष्ट रहेछ चलिआएको होइन मामा कल्तिर चरणमा है याक कालो बाछी हो? Okay. Yes. हामी चाहिँ यहाँ सोलुदिकपुर नगरपालिका वार्ड नम्बर 9 को गोरा स्थित एकदमै माथि पिकेको झन् झन् मुनि मुनि खोपमै छ है यहाँ हाम्रो चौरी पालक चाङ्गे शेर्पा ओके ल सो भयो नककोट नक उडाउँदा चाहिँ जम्मा टोटल चाहिँ 65 ब्याग गोरु दुईवटा गरेर 67 वटा कति वर्ष भयो काम गर्नु मैले काम गरेर चाहिँ अहिले 7 वर्ष पुरा भएर 8 मा ठिक है हजुर है बस अनि एउटा बच्चा बस एक बच्चा कहाँ पर्छ अहिले च्यालसम्म छुट्टी सक्ने अरे हजुर छुटिसक्यो अब यो के छ आम्दानी राम्रो छ आम्दानी त्यस्तै हो सर अब कति दुध हुन्छ हजुर दुध कति बेच्नुहुन्छ वर्षमा एक वर्षमा कति वर्षमा लगभग त्यस्तै 5-7-8 महिनाको लागि चाहिँ 11-12सम्मको आम्दानी हुन्छ 11-12 लाख हजुर अनि 11-12 लाख रुपियाँ चाहिँ आम्दानी हुन्छ वर्षमा भनेपछि अब हामी विदेशमा गएर पनि यति चाहिँ होइन कमाउन चाहिँ धौलो पर्छ आफ्नै मातृभूमिमा आफ्नै होइन गाउँमा आफ्नै हावापानीमा होइन हुर्केर छौँ के समस्या के छ मतलब यस्तो कठिनाइ हुन्छ नि प्रब्लम हुन्छ नि यो गर्दाखेरि अप्ठ्यारो चाहिँ के हुन्छ प्रब्लम भनेको चाहिँ अब सबभन्दा बर्ख भनेको नि दुःख के दुःख भन्नाले के पानी घाँस पानीहरू पनि ठिकै हुन्छ यो बर्ख भनेको दुध दिँदा त्यस्तै हो बोस भयो भने अब र हिउँदो महिनामा पनि यो घाँस पानीको समस्या गाह्रै छ हाम्रो यो गाउँठाउँमा त्यही भएर मैले चाहिँ अहिले यसपालि मात्रै हो मेरो भोट यता ल्याएको चाहिँ यो अगाडि कहाँ हुन्थ्यो योभन्दा अगाडि चाहिँ हामीले एउटा नेपाली गाउँपालिकामै बढी सुत्तै बस्थ्यौँ त्यहाँ राम्रो छ हजुर हिउँदो महिनामा चाहिँ किनभने गाई बस्तुले अब सबभन्दा घाँस पानी ठुलो कुरो हो हजुर त्यही भएर चाहिँ समस्या चाहिँ त्यही हुन्छ अब चाहिँ नगरपालिकाले सरकारले के गर्दै हुन्थ्यो जस्तो लाग्छ अब सरकारले चाहिँ यसो घाँसको प्रकोपमा अब पानीको विकास गर्नु पानीको मुहानहरू समस्या गरिएको छ होइन जङ्गलमा हजुर सुधार गर्नु अब अब यो विचार गर्नु प्रविधिहरू हजुर थाहा छैन मलाई प्रविधि प्रविधि हुन्छ नि यहाँ चिज बनाउने प्रविधि दुध हजुर निकाल्ने दुध निकाल्ने प्रविधि हुन्छ नि हजुर त्यो यो घाँस चाहिँ अनि कसरी गर्ने घाँस चाहिँ घाँस चाहिँ अब यो चाहिँ अहिले हामीले यो वन क्षेत्रमा चाहिँ अब यो वन बढ्दै गएपछि जीव जन्तु पनि बढ्दै गयो अब जनावरहरू पनि सोधेर लाग्नु पनि सक्छ त्यही भएर किमा कप्चामा अब अलि किमा कप्चामा कुनै के मालिकको जमानो गएर कुनै जान्छ बिउ पाखातिर जाँदैछ घाँस लगाएपछि ए अलिकति उनीहरूले पनि जोखिम हुनुपर्छ गाह्रो हुनुपर्छ त्यही भएर ओके भनेपछि तपाईँहरूको यो त अब ठिक छ हामी चाहिँ अनुगमन आएको होइन तपाईँको याद पनि छ अब अनुगमनमा चाहिँ हामीले चाहिँ अब यो अनुदान दिने भनेको चाहिँ अब हाम्रो कार्यविधि छ निर्देशिका छ त्यसमा चाहिँ यतिवटा चौरी होइन यतिवटा याद हुनुपर्छ भनेर छ त्योहरू छ कि छैन भनेर आएको हामी हजुर त्यसैले तपाईँको व्यवसाय राम्रो रहेछ होइन हामी यहाँको छिरुङ चिया पनि खायौँ तपाईँको धन्यवाद छ है भन्दै थ्याङ्क यू भेरी मच सङ्गीत